हामीमध्ये सबैले आफ्नै मनको कुरा सुन्न भ्याएर आउँदैन होला। अब अरूको मनको कुरा सुन्ने समय त परै जाओस् भनौँ न। आफ्नो आफ्नो त गरेको छैन, तिमीहरूको के मतलब भने जस्तो त्यो कुराहरूमा हामी कति टाढा गएर हुन्छौँ। नमस्कार, मेरो नाम चाहिँ रमेश दुलाल र मसँग हुनुहुन्छ प्राविधिक सहकर्मी नवराज भण्डारी र हामी मानसिक स्वास्थ्य समस्या सम्बन्धी कुराकानी गर्दाखेरि चाहिँ सानो उदाहरण पनि हेरौँ न। विशेष गरी चाहिँ हाम्रो घरमा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, बुबाआमाहरू हुनुहुन्छ। उहाँहरू चाहिँ समयक्रममा उहाँहरूको श्रवण शक्ति कम हुँदै जान सक्ला। त्यसै गरी चाहिँ उहाँको दृष्टिकोण पनि कम हुँदै सक्ला। त्यसै गरी हाम्रो घरमा साना बच्चाहरू पनि हुन्छन्। बच्चाहरूको बानी के हुन्छ भने जे कुरा पनि जिज्ञासु हुन्छ, सोधिराख्ने खालको जिज्ञासाहरू हुन्छ। हामी के गर्छौँ बच्चालाई टार्नको लागि, यो के हो भन्यो भने अब कति भन्नु भनेर एकपटक भनेपछि सुने छैनस्, यही हो भनेर भनिरहेको हुन्छौँ। र यदि आमा बुवाहरूले चाहिँ मानिलिउँ न कान सुन्नुहुन्न भनेदेखि यदि हामीले केही कुराहरू राम्रै कुरा भन्दा हुन्छ अथवा भएकै कुराहरू भन्दा हुन्छौँ, हामीलाई लागेको कुराहरू, उहाँले त्यो कुराहरू शब्दबाट बुझ्नु भएन भनेदेखि उहाँले अर्कै कुरा भन्नुभयो भने हामीले दोहोऱ्याउन खोज्छौँ र दोहोऱ्याउँदाखेरि हामी झन्झट मानिरहेको हुन्छौँ। हामी बरु जे हो उहाँले जे बोल्छन् त्यही भनिदियो, टारिदियो भन्ने खालको कुराहरू यसरी हामीले दैनिकी जीवनमा कुराहरू गरिराख्दाखेरि चाहिँ याद गर्नुहोस् त त्यो हाम्रो भर्खरको सानो बालबालिका हुन्छन्, उनीहरूले के सिक्छन्, ज्येष्ठ नागरिकहरूलाई चाहिँ यसरी झर्केर बोल्नुपर्ने रहेछ, उनीहरूले भनेको कुरा टारिदिनु पर्ने रहेछ भनेर सिकिरहेको हुन्छन् भनेपछि एक ज्येष्ठ नागरिकहरूलाई पनि प्रष्ट कुराहरू थाहा नपाउँदाखेरि मानसिक समस्याहरू भइराख्ने समस्या अर्कोतर्फ र अर्को नयाँ पुस्ताहरूले पनि पुराना पुस्ताहरूलाई रेस्पेक्ट गर्नुपर्छ, आदर सम्मान गर्नुपर्छ भन्ने भाव त उनीहरूले सिक्दैनन् नि। बुढो भएपछि एकले झर्केर बोल्नुपर्छ भन्ने खालको कुराहरू पनि सिक्छन् नि होइन। यसरी सानो कुरा मात्रै पनि हामीले एउटा खालको फोकस हुन सक्यौँ भनेदेखि